सो हेलो एभ्रिवान, वेलकम ब्याक टु अनदर भिडियो। र हजुरहरू पनि द एसआरके युनिभर्सिटी जोइन गर्नु भइसकेको छ र हजुरहरूलाई चाहिँ आइडी कसरी लगइन गर्ने, कसरी केवाइसी गर्ने प्रब्लम आइरहेको छ भने चाहिँ यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला र हजुरको चाहिँ प्रब्लमको 100% सोल्युसन हुन्छ है। त्यसको लागि चाहिँ हजुरहरूले सबैभन्दा पहिला हजुरले आइडी रजिस्टर गरिसकेपछि चाहिँ आफ्नो मोबाइलमा रहेको गुगल अथवा क्रोमलाई चाहिँ ओपन गर्नु होला। गुगल अथवा क्रोमलाई ओपन गरिसकेपछि चाहिँ हजुरको यस्तो इन्टरफेस आउँछ र हजुरको चाहिँ सर्च बारमा चाहिँ theSRKuniversity.com भनेर सर्च गर्नु होला। हजुरले theSRKuniversity.com सर्च गरिसकेपछि चाहिँ हजुरहरूको चाहिँ यस्तो वेबसाइट खुल्नेछ। यस्तो चाहिँ इन्टरफेस आउँछ। तपाईँको चाहिँ यहाँ साइडमा डबल डटमा थिच्नु होला र डबल डटमा थिचिसकेपछि हजुरको लगआउट आउँछ भने एकपल्ट लगआउट गर्नु होला र हजुरले चाहिँ अनि फेरि डबल डटमा गएर एकपल्ट आफ्नो आइडीलाई लगइन गर्नु होला है। लगइन गरिसकेपछि तपाईँको यहाँ चाहिँ जिमेल एड्रेस र हजुरको चाहिँ पासवर्ड सोध्छ, जुन चाहिँ हजुरको कम्पनीले हजुरको जिमेलमा पनि पठाएको हुन्छ र हजुरको चाहिँ सिनियरले हजुरलाई पनि प्रोभाइड गरेको हुन्छ है। त्यसको लागि चाहिँ हजुरले आफ्नो यहाँ जिमेल हाल्नु होला। सिम्पल्ली आफ्नो यहाँ जिमेल हालेर चाहिँ मुनिपट्टि हजुरको पासवर्ड हाल्नु होला। हजुरको चाहिँ आइडी पासवर्ड हालिसकेपछि चाहिँ हजुरको चाहिँ यहाँ एउटा यस्तो अप्सन आउँछ सेल्फी भेरिफिकेसन, फेस भेरिफिकेसनको लागि। त्यसको लागि हजुरलाई चाहिँ यस्तो अब हजुरको क्यामेराको अलाउ अप्सन आउँछ भने चाहिँ यहाँ अलाउ गरिदिनु होला र इनकेस हजुरको चाहिँ अब अलाउको अप्सन आएन भने चाहिँ यहाँ साइडमा रहेको 3 डट माथिपट्टिको 3 डटमा गएर गुगल क्रोमको चाहिँ क्यामेरा सेटिङलाई अन गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ साइडकोमा रहेको माथिपट्टि रहेको 3 डटमा क्लिक गर्नु होला। अनि यहाँ स्क्रोल डाउन गर्दै जानु, यहाँ सेटिङ भन्ने अप्सन छ, सेटिङमा क्लिक गर्नु होला। र हजुरले सेटिङमा क्लिक गरिसकेपछि अलिकति स्क्रोल डाउन गर्दै जानु होला र यहाँ देख्न सक्नुहुन्छ साइट सेटिङ भनेर। साइट सेटिङमा गएर चाहिँ हजुरले यहाँ साइट सेटिङमा गएर चाहिँ क्यामेरा अप्सनमा गएर चाहिँ हजुरले यहाँ द एसआरके युनिभर्सिटीलाई चाहिँ यहाँ अलाउ गरिदिनु होला है। एकपल्ट अलाउ गरिदिनु होला। अलाउ गरिसकेपछि फेरि एकपल्ट ब्याक गर्नु होला र हजुरको चाहिँ यहाँ सेल्फी भेरिफिकेसन एउटा राम्रोसँग यसरी सेल्फी लिनु होला। आफ्नो अनुहारलाई चाहिँ एकपल्ट राम्रोसँग सेल्फी लिनु होला। सेल्फी लिइसकेपछि चाहिँ हजुरले यहाँ नेक्स्ट स्टेप गरिदिनु होला है। नेक्स्ट गरिसकेपछि चाहिँ हजुरले देख्न सक्नुहुन्छ फिङ्गर भेरिफिकेसन भनेर है। त्यसलाई चाहिँ अटोमेटिक यत्तिकै सबमिट गरिदिनु होला र हजुरले चाहिँ माथिपट्टि यहाँ देख्नुहुन्छ केवाइसी डिटेल्स भनेर है। मेन इम्पोर्टेन्ट चाहिँ हजुरहरूले यहाँ के बुझ्नु पऱ्यो भने हजुरले केवाइसी डिटेल्स गर्दाखेरि चाहिँ राम्रोसँग फिलअप गर्नुपर्छ है। जस्तै तपाईँको यहाँ केवाइसी टाइप भनेर लेखेको छ है। सबभन्दा पहिला सुरु केवाइसी टाइपमा हजुरहरूले यतिमध्ये एउटा चुज गर्नुपर्छ। यदि हजुरसँग नागरिकता छ भने हजुरले सिटिजनसिप चुज गर्नु होला र यदि हजुरसँग चाहिँ जन्म दर्ता मात्र छ भने चाहिँ बर्थ सर्टिफिकेट भनेर चुज गर्नु होला है। र अनि त्यसपछि यहाँ डकुमेन्ट नम्बरमा के हाल्ने भन्ने कुरा आउँछ। हजुरले डकुमेन्ट नम्बरमा नागरिकता छ भने हजुरले नागरिकता अथवा पासपोर्ट छ भने पासपोर्टको होइन यहाँ चुज गरेर हाल्नु है। तर हजुरले डकुमेन्ट नम्बर हाल्दाखेरि अब नागरिकतामा हुन्छ नि त, जस्तै लाइन ड्यास होइन हुन्छ नि त, जस्तो छ त्यस्तैसँग डकुमेन्ट नम्बर हाल्नु होला। र हजुरसँग चाहिँ जन्म दर्ता छ भने चाहिँ जन्म दर्ता नम्बर भनेर लेखेको हुन्छ, त्यसलाई हाल्नु होला है। अनि त्यसपछि यहाँ दुईवटा अप्सन छ फ्रन्ट र ब्याक भनेर है। यदि हजुरसँग नागरिकता, पासपोर्ट अथवा अरू कुनै पनि कार्ड छ भने चाहिँ तपाईँले आफ्नो अगाडि र पछाडिको फोटो राम्रोसँग खिचेर हाल्नु होला। र अनि त्यसपछि हजुरसँग जन्म दर्ता छ भने त जन्म दर्ताको त एउटा मात्र साइट हुन्छ होइन। त्यस कारणले चाहिँ हजुरले जन्म दर्ता हाल्दा चाहिँ अगाडिपट्टिको मात्र फोटो डबल हाल्नु है, तल र माथि सेम हाल्नु। र हजुरले फोटोहरू हाल्दा चाहिँ कसरी हाल्नु भन्दाखेरि यस्तो बाङ्गो बनाएर नहालिदिनु होला है। कुनै पनि एङ्गलले यसरी बाङ्गो बनाएर खिचेर नहाल्नु है। फोटो हाल्दा चाहिँ यसरी ठाडो बनाएर हाल्न सक्नुहुन्छ र म यहाँ सिम्पल पनि राखिदिन्छ, एउटा सिम्बल पनि त्यही अनुसारले गर्नु है। फोटो हाल्दाखेरि चाहिँ कुनै पनि डकुमेन्टको फोटो हाल्दा चाहिँ ठाडो बनाएर हाल्नु र त्यसपछि चाहिँ हजुरले सबमिट गर्नु होला है। सबमिट गरिसकेपछि चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ एडमिन भेरिफिकेसन पेन्डिङ भनेर है। यो चाहिँ हजुरको कम्पनीले चाहिँ हजुरले राम्रोसँग हाल्नु भएको छ भने 6 घन्टाभित्र चाहिँ भेरिफाई गर्ने छ र हजुरले चाहिँ अब अलिकति नराम्रो तरिकाले हाल्नु भएको छ अथवा तपाईँको फोटो राम्रो छैन अथवा तपाईँले मिस्टेक गर्नुभएको छ भने कम्पनीले रिजेक्ट गर्छ। त्यसपछि फेरि रिअप्लाई गर्नुपर्ने हुन्छ र हजुरहरूको सबै राम्रो हुँदा पनि कहिले कहिले चाहिँ 24 घन्टा टाइम लाग्न सक्छ होइन। त्यसको लागि चाहिँ वेट गरिदिनु होला है। हजुरको चाहिँ 6 घन्टा अथवा 24 घन्टा भइसकेपछि चाहिँ हजुरको चाहिँ जिमेलमा एउटा नोटिफिकेसन आउँछ भेरिफाई सक्सेस भनेर। त्यसपछि चाहिँ हजुरले फेरि आफ्नो गुगललाई ओपन गरेर साइडमा रहेको डबल डटमा चाहिँ क्लिक गरेर त्यहाँ एकपल्ट लगआउट गर्नु होला है। लगआउट गरिसकेपछि लगआउट सक्सेस देखाउँछ। त्यसपछि फेरि त्यो डबल डटमा गएर आफ्नो आइडीलाई लगइन गर्नु होला है। आफ्नो आइडीलाई चाहिँ लगइन गर्नु। लगइन गरिसकेपछि हजुरको आइडी लगइन हुन्छ है, लगइन सक्सेसफुल हुन्छ। हजुर यहाँ हेर्न सक्नुहुन्छ मेरो लगइन सक्सेसफुल भइसक्यो। लगइन सक्सेस भइसकेपछि यहाँ हजुरको कोर्सहरू आउँछ, कोर्सहरूको अप्सन देख्न सक्नुहुन्छ। त्योभन्दा पहिला सुरु चाहिँ हजुरले माथि फेरि पनि डबल डटमा क्लिक गर्नु होला।
डबल डटमा क्लिक गरिसकेपछि तपाईँको त्यहाँ यत्रो अप्सन आउँछ। यो अप्सनमा कुनैमा पनि क्लिक नगर्नु, मात्र अफिलिएट प्रोग्राम भन्नेमा थिच्नु होला है। अफिलिएट प्रोग्राममा थिचिसकेपछि हजुरले अलिकति तल स्क्रोल डाउन गर्दै जानु होइन, तल माथि स्क्रोल डाउन गर्दै जानु होला। त्यहाँ हजुरले चाहिँ स्टार अर्निङ भनेर येल्लोमा देख्नुहुन्छ, येल्लो कलरमा स्टार अर्निङ भनेर देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ हजुरले सिम्पली क्लिक गरिदिनु होला है। स्टार अर्निङमा हजुरले क्लिक गरिसकेपछि हजुरको फेरि पनि त्यहाँ एउटा सेल्फी भेरिफिकेसन आउँछ है। हजुरले फेरि त्यहाँ पनि एउटा राम्रोसँग यसरी ठाडो पारेर राम्रोसँग सेल्फी लिनु होला र अनि त्यसपछि नेक्स्ट स्टेप गरिसकेपछि त्यहाँ तपाईँको फिङ्गर माग्छ है, फिङ्गरको अप्सन माग्छ। त्यहाँ चाहिँ अटो सब्मिट गरिदिनु है, यत्तिकै सब्मिट गरिदिनु। सब्मिट गरिसकेपछि चाहिँ तपाईँले त्यहाँ आफ्नो डिटेल्सवाला फेरि अर्को एउटा फर्म देख्न सक्नुहुन्छ, रजिस्ट्रेसन फर्म देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ अलिकति मुनिपट्टि स्क्रोल डाउन गर्दै जानु, त्यहाँ चाहिँ तपाईँको कन्फर्म आउँछ है। कन्फर्म भइसकेपछि तपाईँको त्यो पनि कम्पनीले केही टाइममा चाहिँ अफिलिएट प्रोग्राममा अर्निङको लागि चाहिँ हजुरलाई इनिजेबल गरिदिनुहुन्छ। त्यसमा चाहिँ हजुरलाई केही टाइम लाग्छ, त्यो चाहिँ अलमोस्ट 2-3 घन्टामा पनि हुन्छ है। हजुरले चाहिँ सबै भेरिफाई गरिसकेपछि होइन, अब तपाईँले के गर्ने भन्दाखेरि चाहिँ हजुरले आफ्नो अब प्याकेज अनुसारको आइडी हुन्छ, प्याकेज अनुसारको आइडीमा चाहिँ यहाँ तपाईँले चाहिँ होइन डबल डटमा गइसकेपछि स्टोर अथवा कोर्स भन्ने अप्सन आउँछ। त्यहाँ गएर चाहिँ हजुरको प्याकेज अनुसारको कोर्सहरू हुन्छ। आफ्नो कोर्सहरूलाई चाहिँ राम्रोसँग हेर्नु होला, बुझ्नु होला, पहिला सिक्नु होला है। अनि त्यसपछि हजुरहरू भर्खर न्यू जोइन हुनुहुन्छ भने नआत्तिनु होला। हजुरलाई चाहिँ दया सार्के युनिभर्सिटी ग्रुपले चाहिँ 5 डेको स्पेसल क्लास ट्रेनिङ दिन्छ है, जुन चाहिँ हजुरको एडमिनलाई भनेर कम्पनी ग्रुपमा एड गर्न लगाउनु होला। र यदि मसँग जोइन हुनुभएको छ भने मैले 100% आफै नै हजुरलाई चाहिँ कम्पनी ग्रुपमा एड गर्नेछु है। 5 डेको ट्रेनिङ पछि आफ्नो एडमिनलाई सोध्न सक्नुहुन्छ। र आजको भिडियो यति नै है, लामो भिडियो भइसक्यो। हजुरहरूले बुझ्नु भइसक्यो होला कसरी केवाइसी गर्ने भनेर। ओके, थ्याङ्क यू सो मच हजुरहरूले यहाँसम्म भिडियो हेर्नु भएकोमा। र हजुरहरू न्यू हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब र एक लाइक गरिदिनु होला।